यला महानगरपालिका प्रमुख चिरीबाबु महर्जन यला यात अपाङ्ग मैत्री सहर देखेको दाबी याना दिएको तु अपाङ्गता जुपे मनोतेगु स्विसोकगु अन्तर्राष्ट्रिय दिवस याचोले यला महानगरपालिका मंगलबार ज्याउला खेले यागु ज्याजोले प्रमुख महर्जन अपाङ्गता मैत्री पूर्वाधार निर्माण सूचना प्रवाह व सेवा प्रवाहले ध्यान बिया यला महानगरपालिका त अपाङ्गता मैत्री सहर देखेको दाबी याना दिएको ख सबैभन्दा पहिला म तपाईहरुलाई यो इन्टरनेशनल डिसेबिलिटिज डे को पावन अवसरमा यहाँहरु सबैलाई ललितपुर महानगरपालिका र मेरो स्वयंको तर्फबाट म हार्दिक शुभकामना व्यक्त गर्दछु। ललितपुर महानगरपालिकाले चाहिँ यो शहरलाई यो महानगरलाई अपाङ्गता मैत्री सहर बनाउनको निमित्त गर्नुपर्ने काम कुरोमा हामीले कुनै पनि काम कुरो बाँकी नराख्ने, तर एकैचोटि ती सबै काम कुरो गर्न सकिँदैन। रोम वाज नट बिल्ट ओभरनाइट। रोम चाहिँ एकै रातमा एकै वर्षमा बनेको होइन। इट टुक सच ए लङ टाइम। धेरै समय लाग्यो रोम बन्न। भने जस्तै हामीले पनि यो महानगरलाई अपाङ्गता मैत्री सहर बनाउनको निमित्त गर्नुपर्ने कामको श्री गणेश आयाममा हामीले गरिसक्यौँ। अघि भोजराजजीले चाहिँ सविस्तार यी कुराहरू चाहिँ व्याख्या गरिसक्नुभयो, त्यसर्थ मैले त्यतातिर प्रवेश गर्न आवश्यक ठानेन। तरै पनि एउटा दुईटा कुरा मैले यहाँहरू समक्ष सम्प्रेषण गर्न चाहे, प्रस्तुत गर्न चाहे। यो भन्दै गर्दा ललितपुर महानगरपालिकाले धेरै क्षेत्रमा धेरै राम्रा कामहरू गर्दै आइरहेको सन्दर्भ छ र हामीले गरेको काम कुरोलाई यो मुलुकको बाँकी अन्य गाउँपालिका नगरपालिकाहरूले पनि अनुसरण गर्दै आइरहेको छ। यही सन्दर्भमा हामीले अहिले कुसुन्तीमा एउटा चाहिँ अपाङ्गता मैत्री पुल बनाइरहेका छौँ। त्यो अपाङ्गता मैत्री पुल भनेको चाहिँ तपाईँ व्हील चेयरमा आउनुहुने मित्रहरू एक साइडबाट अर्को साइडमा बाटो क्रस गर्नको निमित्त त्यो अपाङ्गता मैत्री पुलबाट चाहिँ क्रस गर्न सक्नुहुनेछ। त्यसमा चाहिँ लिफ्ट जडित हुनेछ, यता पनि लिफ्ट उता पनि लिफ्ट, तसर्थ तपाईँको व्हील चेयर चाहिँ लिफ्टबाट एक यताबाट उतातिर क्रस गर्न सकिने व्यवस्थापन हुन गइरहेको छ। ज्याजोले उपप्रमुख मञ्जली शाक्य वज्राचार्य, जिल्ला प्रहरी ज्याकु, यलया सूचना अधिकारी लिस्या, प्रहरी उपरीक्षक नवरत्न पौडेल, यला महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महिला तथा बाल बालिका महाशाखा प्रमुख शोभा खरेल, अपाङ्ग समन्वय समिति दुजा भोजराज श्रेष्ठ लगायत नवाना दिएको ख। अपाङ्गता भनेको कसैको रहर होइन, यो बाध्यता हो। सम्पूर्ण नागरिकलाई विभिन्न किसिमको कर्तव्यहरू हुन्छ। नागरिक कर्तव्य मध्ये हामीले सामाजिक कर्तव्यहरू, हाम्रो दायित्वहरू थुप्रै छ। त्यो सामाजिक कर्तव्य र दायित्वहरू मध्ये अपाङ्गता क्षेत्रमा अपाङ्ग भएका व्यक्तिहरूलाई सहयोग गर्ने, उहाँहरूलाई माया गर्ने पनि हामी सबै नागरिकहरूको कर्तव्य र दायित्वभित्र पर्छ। त्यसकारण सम्पूर्ण महानगरवासीलाई र सम्पूर्ण हाम्रा चाहिँ नगरवासीहरूलाई म हार्दिक के आग्रह गर्न चाहन्छु भने अपाङ्गता भनेको सबैले आफूले चाहेर भन्दा पनि उहाँहरूले विभिन्न किसिमको अपाङ्गताबाट व्यतीत भएर आउनुभएको छ। हामीले चाहेर पनि उहाँहरूको यो पीडा, यो दर्द पूर्ण रूपमा हामीले स्वीकार गर्न सक्दैनौँ, समाधान गर्न सक्दैनौँ। तर उहाँहरूलाई अलिकति केयर गर्ने, माया गर्ने र उहाँहरूलाई सपोर्ट गर्ने, सहयोग गर्ने गऱ्यौँ भने उहाँहरू जुन परिस्थितिबाट गुज्रिनु भएको छ त्यसमा सहजता ल्याउन सक्छौँ। यो यस्तो कार्यक्रमहरूले गर्दा विशेष गरी हाम्रो समाजमा रहनुभएका डिसेबल पर्सनहरूको डिफरेन्ट एबिलिटी भन्छ, अहिले डिफरेन्ट एबिलिटी पर्सनहरूलाई थप ऊर्जा र मनोबल हौसला प्रदान गर्छ र आफ्नो इक्वलिटीको भावनालाई पनि अगाडि बढाउँछ भन्ने मलाई लाग्दछ। र प्रहरीको पर्सपेक्टिभबाट हेर्नुपर्दा हामी विशेष गरी समाजमा शान्ति, सुरक्षा, अमन चैन र अपराधको अनुसन्धान र इन्भेस्टिगेसन र प्रोएक्टिभ पुलिसिङमा विशेष जोड दिँदा र समाजमा कुन वर्ग र कुन तबकाका व्यक्तिहरू बढी क्राइममा इन्भल्भ छन्, कसले शान्ति सुरक्षा मेन्टेन गर्न आफ्नो योगदान र भावना पुर्याएका छन् भन्ने एनालाइसिस गर्नुपर्दा यो डिफरेन्ट एबिलिटी पर्सनहरू हामीले क्रिमिनल एक्टिभिटिजमा यो ललितपुरको 3 इयर्सको डाटा एनालाइसिस गर्दा हामीले भेट्टाएनौँ। र
र भिक्टिम भएको चाहिँ हामीले 2टा निवेदन हामीले भेट्टाएका थियौँ लास्ट इयर र यो पनि ठाडो उजुरीमा। यो पनि एउटा गर्वको कुरा हो। डिफरेन्ट एबिलिटी भएका व्यक्तिहरू क्रिमिनल एक्टिभिटिजमा इन्भल्भ छैनन् भनेको एउटा गर्वको कुरा पनि हो। सन् 1992 संयुक्त राष्ट्रसङ्घीय महासभाले घोषणा गरे पश्चात आजको दिन अर्थात् डिसेम्बर 3 का दिन प्रत्येक वर्ष अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ र यो वर्ष पनि अघि नै आइसकेको कुरा एम्प्लिफाइङ द लिडरसिप अफ पर्सन्स विथ डिसेबिलिटिज फर एन इन्क्लुसिभ एन्ड सस्टेनेबल फ्युचर भन्ने चाहिँ अन्तर्राष्ट्रिय सङ्कल्पका साथ यो आजको दिवस अन्तर्राष्ट्रिय रूपमा नै मनाइँदैछ र विश्वको कुल जनसङ्ख्याको 16% भन्दा बढी चाहिँ हिस्सा ओगट्नु हुने फरक क्षमता भएका व्यक्तिहरूको विभिन्न ब्यारियरहरू जस्तै डिस्क्रिमिनेसन अनि स्टिग्मा, एक्सक्लुजन, भायोलेन्स लगायतका यी विभिन्न ब्यारियरहरूका कारणले नेतृत्वदायी क्षमतामा चाहिँ उहाँहरू अलिकति चुक्नु भएको अथवा नेतृत्वदायी भूमिकामा उहाँहरूको एक्सेस नरहेको कुरालाई मध्यनजर गर्दै उहाँहरूको चाहिँ लिडरसिप इन्हान्स गर्ने, एम्प्लिफाई गर्ने सङ्कल्पसहित र सो एम्प्लिफिकेसन सहित दिगो र समावेशी भविष्यको निर्माण गर्ने सङ्कल्पसहित विश्वभर आजको यो अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। वर्षभरि नै महिनाको एकपटक प्रत्येक 5 गते महिनाको 5 गते अपाङ्गता परिचय पत्र वितरण गर्ने गरिएको छ। त्यसै गरी दिवसीय कार्यक्रम जस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, त्यसै गरी हेरचाह सम्बन्धी तालिम, पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको संरक्षक र अभिभावकहरूलाई तथ्याङ्क सङ्कलन एवं विश्लेषणको कार्यक्रम राखिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको लागि मात्र साङ्केतिक भाषा तालिम अधिकृत महिला सङ्घको सहकारीमा राखेका छौँ। त्यसै गरी कृत्रिम खुट्टा जडान लगायत सहायक सामग्रीको सहयोगको लागि सुन्दर ढोकाको सहकारीमा अगाडि बढाएका छौँ। अहिले ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्ति, त्यसमा पनि पूर्ण र अति अशक्त अपाङ्गता भएको व्यक्तिको क्षेत्रमा बजेट अभिवृद्धि गरेको छ र विभिन्न कार्यक्रमहरूको घोषणा गरेको छ। जस्तै फिजियोथेरापीको लागि पनि ललितपुर महानगरपालिकाले थोरै भए पनि बजेट विनियोजन गरेर एउटा राम्रो कामको सुरुवात गरेको छ। त्यसै गरी अटिजमको क्षेत्रमा, बौद्धिक अपाङ्गताको क्षेत्रमा, पूर्ण अशक्त अति अशक्तको क्षेत्रमा जसरी अभिभावकत्व ग्रहण गरेको छ, साँच्चै नै हामीले उदाहरण दिनुपर्ने अवस्था आएको छ। अरू ठाउँमा पनि यसलाई विस्तार गर भनेर भन्नुपर्ने एउटा नमुनाको रूपमा चाहिँ ललितपुर महानगरपालिका अगाडि बढेको हामीले महसुस गरेका छौँ। अपाङ्गता जुपी मनुतेगु स्विसको अन्तर्राष्ट्रिय दिवस मङ्गलबार तिथि जनचेतनामूलक ज्याजना हङ्गो खासा सन् 1992 हलिन्य कहे थो दिवस हनबै चुङ्गुदु अब 16 गते अपाङ्गता भएका व्यक्तिहरूको संयुक्त राष्ट्रसँग तुक्सिया नारा समावेशी लिसेन दिगो भविष्य पूर्वाधार अपाङ्गता जुबे मनुतेगु प्रबल नेतृत्व थुकिया आधार दैगु तया तगु ख